हेलो व्हाट्सअप गाइज आज चाहिँ हामी यहाँ पत्रीमा बोटिङको लागि आएको थियौँ। त्यसपछि टिकट काटेर आइयो अनि टिकट चाहिँ यहाँ छ है। यो छिरेको चाहिँ 30 रुपियाँ गोटा 60 रुपियाँ रहेछ अनि यो बोटिङ गरेको चाहिँ ठ्याक्कै कसरी भने 50 रुपियाँ गोटा दुईजना भइसक्यो। ल अब चाहिँ हामी खेल्नलाई एकदमै एक्साइटेड छौँ। यहाँ चट्टसँगले यो बाँधेको छ नि जुन यो चाहिँ खोलेर चाहिँ जानुपर्ने रहेछ। अनि तिमी एक्साइटेड छौ? ल हामी चाहिँ बसिसकेका छौँ। अब कुदाउदा भाइ ल म पर्दैन ल गाई छेरी हामी उता लाँदैछौँ। ल कुदा ल गाइज अब चाहिँ हामी सिधा जाँदैछौँ। त्यस्तो छ कुन पनि यो ह्यान्डल पनि कता के हो त्यो नै थाहा नहुने रहेछ। ल हामीले जाँदैछौँ है मजा आउने रहेछ यार। कस्तो भनेको पोखरा के हो त्यस्तो मजा चलाउने भाइ झर्दैछ पछाडि पानी चाहिँ खतरा छ यार। यत्रो रहेछ एरिया अनि खेल्ने औता जाउँ न म नि खुट्टाले चलाउनु पर्ने हो कि। एकदम रमाइलो छ यार ठाउँ चाहिँ कसम भनेको सोच्यो भन्दा चाहिँ राम्रो रहेछ। भाइ प्रो भइसक्यो यार। ल अहिले चाहिँ मैले खुट्टाबाट मैले नै अहिले चाहिँ गरिदिइसकेको छु है होइन। यो दरले दिइरहेको छौँ। अब मजा नै आउला जस्तो छ एकदमै लास्ट मजा आयो यार। अब त भाइ यार हप्तै पछि आउनु पर्छ है क्या यतातिर यो दरको खेल्नु। के हुन्छ भाइ होइन यो यता ह्यान्डल हो नि त कभर होइन ठुलो एरियामा रहेछ नि के भन्दैन विस्तृत क्षेत्र एरिया कस्तो लाग्यो खेल्ने ठुलो छ नि। हामी चाहिँ फराबाट आएको यता आइसक्यौँ पुगिने ठाउँ मेरी माया मलाई नै लास्टै लभली छ क्या ठाउँ यार। पत्रीमा धेरै राम्रो राम्रो ठाउँ छ। अब स्विमिङ पुल छ यसरी बोटिङ छ अनि अब थप बन्दैछ फेरि स्विमिङ पुल अझै पुरै यार एक्सर्साइज गरे राम्रो तरिकाले जाँदैछ। अब हामी रोकिन पनि एकछिन बस्न पनि सक्छौँ होइन। गाडी रोक्छ नि यहाँ गलिँदैन मान्छे। यो कति गहिरो जस्तो लाग्ला तिमीलाई? जतिसुकै गइरहोस् डुब्यो भने डुबिने हो पौडी खेल्न खासै त छैन होला आउँदै अब यहाँबाट यहाँ ह्यान्डलको सुविधा छ यसरी घुमाउने। अब यहाँबाट हामी सट्टै उता जान्छौँ क्या यस्तो छ। अघि त नजानेर भित्तातिर ठोकाएर हैरान हामी तीव्र गतिमा खुट्टा चलाइछौँ यसरी आनन्द तरिकाले घुम्नुपर्छ गाइज जिन्दगीमा। अब यहाँदेखि फिरौँ होला होइन अलिक पर पुगेर शीतलसम्म पुगौँ न। शीतलसम्म पुगिन्छ। पल्टिन्छ है कहाँ उकालो चढो ब्रेक गर झन्नै हो माथि घोडा उकालो चढिएन यार पहाड चढिएन झन्नै माथि कता झन् पर पुगौँ त्यहीसम्म त रहेछ धेरै राम्रो रहेछ यार। यस्तो ठाउँमा पनि नआएर हुन्छ त गाइजहरू। हामी त अब आइयो अब यार म चाहिँ अब आउँछु। अब हेर्नु पनि आइदिनु होला एकदमै धेरै राम्रो छ यार। अब गाडी कुदाउन हामी सिकिहाल्यौँ भने पुल पनि छ यस्तो दामी जङ्गलको बिचमा छ धेरै राम्रो छ क्या। हाम्रो चाहिँ यस्तोबाट हामी कुदिरहेछौँ। आज त घाम पनि लागिरहेको छ यस्तो गर्मी पनि छैन। मङ्सिरको बेला हो कहाँ होइन यस्तो गर्मी हुन्छ र। ल अब घुम्दैछौँ है हामी चाहिँ पर शीतलमा आएर कहाँ आइयो नि हो
तल छेउबाट कता गइन्छ हाम्रो ड्राइभर छ ए ओए पहिला गाडीतिर नलाइछौ न ल परसम्म पुगिसक्यो हामी चाहिँ उफ हामी चाहिँ अब गर्ने यता बाहिरबाट यता शीतलतिर यसलाई भनिन्छ नेपालको युवाहरू नेपालमै पसिना पकाएको बेलुका चाहिँ एकदम गाह्रो हुन्छ रहेछ होइन हुँदैन तर त्यस्तो हेर्नु गाइज हामी चाहिँ त्यहाँ परबाट आएको है लु पर जुन सानो रातो देखिरहेको छ त्यहाँबाट आएको यतासम्म आइसक्यो जै पनि अब फेरि त्यतै गइन्छ ल हामी चाहिँ अब पुलतिर फेरि लाग्दैछौँ म कुदेर छु रेस्ट गर्न दिएको म कुदेर छु अहिले अघि परदेखि यहाँसम्म आउँदैछु उसले कुदाएको नि त एकदम उसलाई गर्ने भयो म कुदाएर छु अब चाहिँ छु नै हो कस्तो छ त ठिक छ गाडी कुदाउनु सिकिहाल्यो भिल्केमा होइन यस्तो छ है पानीको सफा चाहिँ त्यस्तै चाहिँ बिचमा पुगेर नै डराउँछ किनभने ठुलो छ माछालाई अब हामी चाहिँ यहाँनिर खाजा ल्याउँछौँ खाजा ल्याएपछि अब खाजा खाँदै फेरि बोटिङ सुरु हुन्छ है गाइज जाँदैछु है यो चाहिँ पछाडिबाटको सिन हो अघि मैले अगाडिबाटको जुन देखाएँ यो पछाडिबाटको हेर्नु त एरिया यो चाहिँ पछाडि जङ्गलको बिचमा छ अरे म चाहिँ अहिले उभिरहेको छु यहाँ उभिन पनि मिल्छ सर र भाइ कट्टा छौ ल उभिएर पनि जान मिल्ने है हामी चाहिँ अब फेरि ब्याग गर्दै चलाउँदैछौँ अब एकदमै अब चाहिँ हामी चाहिँ अगाइसक्यौँ क्या अब चाहिँ हामी खाजासाजा खानु पनि जानुपर्छ यहाँ रेस्टुरेन्टमा गएर खाजा होइन त्यहीँ ल्याएर खान्थ्यौँ ट्री हाउस जानुपर्छ के भने न्यू फुड हो भुत गर्थ्यो भाइ चाहिँ गर्मीले गर्दा वेस्ट गरिसकेको छ यो पाएर हातले दिइरहेको छ गर्मी भएको हो फेरि मलाई कि उता यस्तो गरम ल सर्र भएर लगायत हामी चाहिँ अब उसलाई चाहिँ गर्मी भएर एकदम लुगा खोलिरहेको छ हामी चाहिँ यहाँबाट खेलिसकेर पनि निस्किसकेका छौँ यसलाई यहाँ बाँधिसकेका छौँ नबाँध्दै फेरि सर्छ क्या यो हामी चाहिँ अब अब चाहिँ हामी खाजा खान लाग्छौँ है देखाउँदिनौँ हामी तपाईँहरूलाई खाजा आँखा लाग्छ लगाइछ अब हामी पर हिमा मन्दिर छ त्यहाँ चाहिँ यसो दर्शनहरू गर्छौँ हामी अहिले चाहिँ फिर्दैछौँ धेरै राम्रो छ क्या यहाँ एरिया लागेको छ गर्मीमा त धेरै नै आनन्द हुन्छ यहाँनिर किनभने शीतलहरू छ पसिना ल पार्कमा हामी एकदमै डुलिरहेछौँ है पनि खेलिदिउँ क्या एकदमै राम्रो छ पार्कहरू चाहिँ यहाँनिरको यता चाहिँ म छिरेको थिइनँ उता ट्री हाउसको भएको थिएँ यहाँ चाहिँ आएको थिइनँ तपाईँले हाम्रो 2 प्लेट चटपटे सँगै पानीपुरी पनि आइसकेको छ फ्रुटी स्प्राइट चट्टासँगले अब खाँदैछौँ बसेर एकछिनमा भेटौँला ल हामी चाहिँ कोक खानु गएर छौँ
चाहिँ धेरै छ क्या बच्चा बच्चीको लागि खेल्ने ठाउँहरू पर चिप्लिने ठाउँ अनि धेरै रहेछ यार यहाँनिर फ्रुटी पनि आइसकेको छ हाम्रो 2टा म्याङ्गो जुस चटपट एकदम मिठो रहेछ यार यहाँ कस्तो लाग्छ म चाहिँ रटनीको भाइ हो खाना पाएपछि ठिकै लाग्छ आफ्नो पैसाको चाहिँ हुनु भएन बट आफ्नो पैसाको भयो भने चाहिँ नुन चर्को त्यस्तै त्यस्तै हुन्छ प्रकारको पैसा भने त चर्को नुन भयो भने ठिकै लाग्छ केही छैन ठिक छ राम्रो छ भेरी गुड त्यही भन्छ दाइले मैले पनि यही भनेको त्यही दाइको भाइ हो रतन कार्कीको भाइ म चाहिँ हेर्नु त अरे रतनसँग कस्तो मिलेको नि अन्त मिल्छ हाम्रो सबै थोक मिल्छ बस एउटा कुरा चाहिँ मिल्छ कि मिल्दैन थाहा छैन तर सबको मिल्छ अरू त मलाई अरू कुरा केही पनि थाहा छैन एउटा कुरा भन्नु एउटा कुरा भन्नाले यो दारी कि के उसको मिल्दैन कि मसँग नत्र अरू सबै ठिक छ अरू सब ठिक छ तर फोनै गर्दैन मलाई त्यसले थाहा छ कि छैन